सबैभन्दा स्वीकार त्यही हो। तर हामी जति सुकै दुःखमा भए पनि साथीभाइहरू भयो भने चाहिँ हामी आई थिङ्क निस्किन सकिन्छ होला त्योबाट छिट्टै। र फेरि यस्तो नि हुन्छ सधैँ अरूको भरमा पर्नाले पनि बढी दुःख पाइँदो रहेछ। त्यो पनि हो होइन त्यसको लागि तर होइन आफ्नो दुःखको टाइममा यदि त्यो साथी भने चाहिँ जसरी हुन्छ त्यही विषयमा अगाडि बढ्दै तिमीलाई फ्रेन्डसिप के हो? मेरो लागि फ्रेन्डसिप भनेको चाहिँ कस्तो भन्दा सर्टमा हुन्छ एकै वर्डमा कि नो कम्प्लेन्ट्स नो डिमान्ड्स। तिम्रो कस्तो फ्रेन्डसिप भनेको त कस्तो भने नि निस्वार्थपना क्या हुन्छ नि केही आशै बिनाको सम्बन्ध क्या तपाईँले आएर गरिदिइहाल्नुहुन्छ बाचा बिनाको भनौँ न त्यसलाई लिनु नि छैन दिनु नि छैन होइन बाचा बिनाको कि जस्तै तैँले यो गर्दैछ नि म तँलाई यो गरिदिन्छु होइन कि त्यो फ्रिली एकदम त्यो सम्बन्ध त्यो आफै बन्ने सम्बन्ध जस्तो लाग्छ साथी फ्रेन्डसिप भन्ने कुरा चाहिँ होइन। जस्तो गर्लफ्रेन्ड त म यसलाई गर्लफ्रेन्डै बनाउँछु भन्ने हुन्छ नि त साथी चाहिँ कसैलाई सक्छ यो मान्छेलाई म साथी बनाउँछु भनेर कसैले सोच्दैन नि त सोचेर नि हुने कुरा नै होइन केही पनि हेरिन्छ। जस्तो गर्लफ्रेन्ड वाइफ बनाउन त हेरिन्छ होइन बुझिन्छ ए फलानु त्यस्तो भन्ने हुन्छ नबुझी पनि बस्छ। तर साथी भनेको चाहिँ पहिला कहीँ बाटोमा हिँड्दा हिँड्दै पनि साथी बनिदिन्छ होइन कति कुराहरू छ हरेक पाइलामा त्यो साथी भनेको चाहिँ थाहै त्यो अजिबको सम्बन्ध हो क्या है साथीभाइ। म त्यही बुझ्छु नो कम्प्लेन्ट्स नो डिमान्ड्स त्यो नै साथी हो। हुन त अब म रङ हुन नि सक्छ हरेक पाइलामा साथीहरू आउँछ ठुलो भएपछिको साथीलाई म नराम्रो भन्न त खोजेको होइन तर जब हाम्रो बाल्यकाल हुन्छ नि त्यो बेलाको साथी यदि अझैसम्म छ भने त्यो नै फ्रेन्डसिप नै हो। जस्तै हाम्रो छ अहिलेसम्म होइन स्टिल हामी चाहिँ हेर बच्चादेखिको अहिलेसम्म छ। हामी कतिपय सिचुएसनमा चाहिँ हामी स्वार्थी हुन खोज्छौँ जस्तो लाग्छ क्या त्यो साथीसँग चाहिँ मेरो कुरै मिल्दैन भन्नुको मतलब नै स्वार्थी हुनु हो नि त होइन आफू जस्तै त्यो हुनुपर्छ भन्ने हो नि त। त्यही भएर साथी चाहिँ भने त निस्वार्थ हुनु पऱ्यो कि होइन नै यस्तो हुन्छ भाइ त्यसमा चाहिँ कस्तो भन्दाखेरि हाम्रो रियालिटी है रियल घटना त्यो त हुन्छ त्यो कस्तो भन्दाखेरि त्यो कुरा मैले बुझिसकेँ कस्तो भन्दाखेरि कहिलेकाहीँ चाहिँ के हुँदो रहेछ भने जस्तै मैले चाहिँ ऊ त मेरो एकदम साथी हो नि त मैले उसलाई ड्राइभ गर्नु खोज्छु राम्रो बाटोमा कि त्यसको लागि मैले उसलाई कराउँछु पनि कि उसलाई कम्प्लेन पनि गर्छु कि तिम्रो यस्तो छ भन्दा चाहिँ उसलाई के लाग्छ भन्दाखेरि बाहिरको इन्फ्लुएन्स परेर चाहिँ यसले मेरो बारेमा कम्प्लेन गर्छ यो चाहिँ ठिक होइन जस्तो लाग्छ कि तर आफ्टर समटाइम्स तर केही समयपछि उसले जब त्यो जुन ग्रुपबाट जुन मान्छेसँग इन्फ्लुएन्स भन्छ नि बढी त्यो मान्छेबाट चाहिँ उसले चाहिँ नि एउटा भनौँ न एउटा नराम्रो टाइपको चाहिँ नि एउटा छवि पाइसकेपछि बल्ल उसलाई फिल हुन्छ कि मेरो साथी चाहिँ त्यो चाहिँ हो। तर फेरि साथी कस्तो हुनुपर्छ भन्यो भने चाहिँ साथी चाहिँ कस्तो भन्दाखेरि तपाईँको आमा बाउ जस्तो क्या अरूको अगाडि बरु केही नभनोस् तर एक्लै हुँदा सम्झोस् कि तैँले के गलत गरिस् होइन पछाडि गएर भन्ने कि आफैले आएर भन्नुहोस् होइन निस्वार्थ क्या। र अर्को कुरा साथी भनेको त जिन्दगीभरि रहन निकै गाह्रो हुन्छ भयो भने तपाईँहरू बच्चादेखिको साथी हुनुहुन्छ एकदम यो सबैको भाग्यमा हुँदैन नि। जस्तो मेरो कुरा गर्ने भने गाउँको साथीहरू गाउँमै छ म गाउँमा गयो भने हुने नत्र कुरा खासै हुन्न नत्र स्कुल पढ्दाको साथी छुट्टै कलेज पढ्दाको साथी छुट्टै काम गर्दाको साथी छुट्टै अब त्यो आफ्नो व्यस्तता आफ्नो परिस्थितिले कहाँ कहाँ पुगिन्छ। तर साथीत्व भन्ने यस्तो सम्बन्ध हो कि तपाईँको गर्लफ्रेन्डसँग ब्रेकअप भयो भने तपाईँको जिन्दगीको हुन्न तर साथी छुट्यो मैले 11-12 वर्षको साथी विदेश गएर 20 वर्ष 15 वर्ष कुरा नहोस् तर फेरि भेट्दाखेरि उसले आत्मीयता हुन्छ। यस्तो हुँदो रहेछ यतिसम्म हुँदो रहेछ सपोज फर इक्जाम्पल मेरो एकदम गर्लफ्रेन्ड छ म एकदम उसलाई लभ गर्छु होइन उसको पनि त्यो भनेको स्वार्थी हुनुहुन्न भन्ने जस्तो पनि हुन्छ उसको पनि हेर्नुपर्छ भन्दाखेरि नि फ्रेन्डसिप ठुलो हो तर जिन्दगीमा एउटा लभ भन्ने पनि नै यस्तो हो नि साथी तिमीलाई म यो कुरा सम्झाइदिन्छु है जस्तै तिम्रो र मेरो दोस्ती होइन बच्चा दिनबाट छ नि त ऊ त मेरो बच्चा दिनको लभ होइन नि त मैले तिमीलाई जति चिनेछु उसले त तिमीलाई त्यति चिने छैन नि त हो कि भन्दा अनि उसले तिमीलाई सुन न उसले तिमीलाई जज गर्छ भने म त्यो मान्दिनँ किन भन न एउटै कुरा 10 वर्षसम्म देख्नु र एउटै कुरा 2 वर्षसम्म देख्नु त फरक छ नि त्यो फेरि यस्तो छैन भन न फरक पर्सेप्सनले नै हेर्न पर्ने हुन्छ। कतिपय सम्बन्ध साथी सबै राम्रो हुन्छ भने पनि हुँदैन फेरि मानिलिउँ तपाईँको साथी चाहिँ साह्रै माया गर्नुहुन्छ तपाईँको बिचमा राम्रो छ तर ऊ चाहिँ नराम्रो मानिलिउँ न सञ्जय राई चाहिँ नराम्रो बाटोमा लागेको छ काटमार गर्ने होइन गुन्डागिरी दादागिरी गर्दै हिँड्ने हो भने तपाईँले सधैँ उसको पछि लागेर उसलाई मित्रता भनेर पनि भएन नि त्यो प्रस्पेक्सन भन्नु खोजेको होइन त्यो त एउटा बच्चाहरूले गर्ने एउटा टालाटुली बाटुली जस्तो भयो कुरा। यहाँ चाहिँ कस्तो कुरा होइन सन्जयले के भन्यो भने चाहिँ म तिमीलाई एउटा ब्रिफिङ दिन्छु है
यो कुरामा चाहिँ साथी पनि अलिकति रेड बल यो कुरामा चाहिँ साथीले नि अलिकति बुझ्नुपर्छ होला जस्तो लाग्यो कि सुन है जस्तो तिमीले भन्यौ नि मैले जिन्दगीभरि चिनेको साथीलाई भनौँ न अब गलत बाटोमा हिँड्यो भने त मैले पनि गलत भन्छु नि त सही सस्तो भन्दिनँ होइन गलतै छ भन्नु अब यस्तो क्या फ्रेन्डसिप भन्दाखेरि तपाईँ दुईजनाको मात्रै कुरा भइरहेको छैन नि त यहाँ मैले त्यो भन्नु खोजेँ फ्रेन्डसिप भनेको त तपाईँहरूको मात्र भन्यो भने चाहिँ त्यो अर्थले भन्न मिल्यो तर सबैमा एउटा केस उसले त अहिले त क्वेसन त मलाई गर्यो नि त अनि मैले चाहिँ के भन्न मन लाग्यो भने चाहिँ मैले तिमीलाई यत्रो टाइम चिनेछु नि त त्यो मेरो मैले एबिसिटी मेरो गर्लफ्रेन्डले मेरो लभले चिनेको हुन्छ नि तिमीलाई होइन अनि मलाई चाहिँ यस्तो लाग्छ होइन यदि उसले मलाई पक्का माया गर्छ भने नि जुन कुरालाई चाहिँ मैले लङ टर्मबाट विदिन गरेर ल्याएर चाहिँ त्यो कुरामा चाहिँ उसले जजमेन्ट बनाउँदैन कि किनभने उसलाई थाहा हुन्छ कि एउटा रिलेसन बनाउन कति टाइम लाग्छ र मान्छेले एउटा के भन्छ अरे केही कुरा पनि रिलेसनहरू इस्टाब्लिस गर्न कति टाइम लाग्छ कमेन्ट गर्न त एकैछिनको कुरा त हो नि होइन कमेन्ट त झ्याप्पो जे नि गर्दिनँ जसले जे नि भन्दिनँ मिल्छ नि त हो किन भन न होइन त्यो भएर उसले चाहिँ त्यो नलेज राखेर चाहिँ जजमेन्ट गर्नुपर्छ होला जस्तो लाग्छ क्या न कि तिमीलाई म बच्चा दिनबाट चिन्छु तिमी मान्छे छौ राम्रो काम गरेछौ नराम्रो गऱ्यो भने त मैले नराम्रो हुन्छ छोडिदिइहाल्छु नि तिमीलाई हामी त त्यो टाइपको त होइन नि त होइन एउटा म्याचुर लेभलको मान्छे हो नि त्यो भन्दा उसले तिमीलाई डाइरेक्ट तिमीलाई जज गर्छ भने चाहिँ म त ठिक मान्दिनँ कि मैले उसलाई किन छोडिदिन्छु भन्दाखेरि ऊमा चाहिँ नि एउटा जजमेन्ट गर्नको लागि एउटा पेसेन्स पनि छैन भने होइन मैले चाहिँ उसलाई त्यसरी लिन्छु कि जो मान्छेसँग एउटा जजमेन्ट गर्ने पेसेन्स पनि हुँदैन त्यो मान्छेले मसँग जिन्दगीभरि साथ दिन्छु जस्तो परिस्थितिमा साथ दिन्छु भनेर मैले कसरी विश्वास गर्दैन ल भन यस्तो हो त्यो नि एउटा पार्ट त्यो कुरामा ऊ कमजोर हुन सक्छ नि त तर उसले तिमीलाई सधैँभरि साथ दिन त सक्छ नि त मेबी यस्तो साथी सक्छ तर एउटा साथीको लागि त त्याग गर्नु ठुलो हो तर साथीलाई पनि त नराम्रो फिल हुन्छ होइन यस्तो उसलाई उसको कोही पनि साथी त्यस्तो नहुन सक्छ नि त होइन र अनि उसले मलाई हेर्ने नजर हेर्ने छुट्टै हुनसक्छ सबैको एउटै हुँदैन तर उसले तिमीलाई चाहिँ एज अ लाइफ हेरेको नि त हुनसक्छ यस्तो साथी होइन मलाई त्यस्तो लाग्छ जो मान्छेले सानो कुरै हेर्न सक्दैन त्यो मान्छेले ठुलोको आँट गर्नै सक्दैन होइन अनि मेरो चाहिँ नि लाइफमा प्र्याक्टिकल्ली है साथी है गाइजहरू मलाई चाहिँ कस्तो लाग्छ भने रियल बेसिसमा बोलोस् रियल कुरा गरोस् होइन जो मान्छे मलाई इमेच्योर अलिकति त्यो टाइपको लाग्छ नि त्यो चाहिँ मेरो सर्कलमा मैले चाहदिनँ कि किन भन्नु न किन भन्दाखेरि हामी त एउटा लाइफ भनेर हिँडिसकेपछि एउटा लाइफ भनेको त एउटा प्यारेन्ट बन्ने हो नि त एउटा युनिटी गोल हो नि त युनाइटेड गोल हो नि त एउटा प्यारेन्टको होइन भोलि आफ्नो अफस्प्रिङलाई त्यो चाहिँ एउटा आफूले सिकेको कुराहरू दिने हो नि त त्यो कुरामा चाहिँ अब एउटा चाहिँ रियलिटी एउटा चाहिँ रियल बेसिसको एउटा प्र्याक्टिकल लाइफ फलो गर्ने अनि अर्को चाहिँ अलि त्यो टाइपको नै अलि भनौँ न अलिकति सर्फेस लेभलको टाइपको भयो भने त त्यो नि मजा हुन्न नि त जस्तै फर इक्जाम्पल तिमीले केहीको लागि एकदम सिद्धत गरेछौ तिमीले एकदम मेहनत गर्यो एउटा मान्छेले तिमीलाई मजाको रूपमा कमेन्ट गरिदियो भने त तिमीलाई कस्तो लाग्छ नि त होइन त्यो पनि त्यही हो कि मैले भने नि मेरो लाइफमा चाहिँ मैले तिमीलाई साथी फ्रेन्डसिप किन ठुलो मान्छे भने केही कुराको नि जजमेन्ट हत्तपत्त दिन सक्दैन कि मान्छेले भगवान्ले त दिन सक्नु भएन रे मान्छे होइन त यस्तै होस् भनेर जजमेन्ट ठाउँ दिन सक्नु भएन रे के खासमा चाहिँ नि भगवान् पनि मान्छे यो लाइफ चाहिँ के रहेछ जिन्दगी भनेको के रहेछ हामीले त मान्छे बनाइदियो खासमा जिन्दगी के रहेछ भनेर मान्छेकै अवतार लिएर आउनु भएको रे के खासमा चाहिँ के त्यो भएर एउटा भनाइ पनि छ नि त भगवान् जताततै संसारभर पुग्न सक्नुहुन्न त्यो भएर हर घरमा आमा राखिदिनु भन्छ एउटा भगवान्को आफ्नो चाहिँ नि प्रतिमूर्तिको रूपमा भन्छ नि त हो त्यस्तो यो हाम्रो जिन्दगी भनेको एउटा त्यस्तो तपस्या हो नि त हो क्या त्यसमा चाहिँ त्यो लेभलको चाहिँ नि कमेन्ट चाहिँ म सुन्न नि चाहदिनँ त्यस्तो मान्छेलाई म अप्नाउँदैन किनभने हाम्रो लाइफ भनेको त एक दुई सेन्टेन्सको होइन नि त हो किन भन न मैले भने नि तिमीलाई तिमी जे कुराको लागि निरन्तर मेहनत गरिरहेछ सबै कुरा तिमीलाई थाहा नि त के हो भनेर होइन त्यो मान्छे एउटा सठिक मान्छे आएर दुई शब्दमा तिमीलाई कमेन्ट गर्छ भने त त्यो त जस्टिफाइड भएन नि त साथी है अनि जो मान्छे जब एक दुई कमेन्ट गर्न नै राम्रो हुँदैन भन्नाले जो मान्छे चाहिँ एक दुई कमेन्ट राख्न नै आफू काबिल छैन भने त्यो लाइफ पार्टनर बन्नको लागि त काबिलै हो होपफुल्ली त्यस्तो दिन नहोस् त्यही हो दिस इज नट स्पोन्सर्ड बाई रेड बुल असली नै रोजाउँ यो पनि होइन निलो वाला बाई द वे अनि आजलाई यति नै भयो हाम्रो गफगाफ होइन तर हाम्रो यो जति पनि गफगाफ थियो त्यसको थिम भनेको चाहिँ हामी चाहिँ पक्का मान्छे हो भने चाहिँ हामी चाहिँ रियालिटीलाई चाहिँ अप्नाउनु एक्सेप्ट गर्न सक्नुपर्छ र रियल बेसमै हिँड्नुपर्छ है
होइन अगाडिबाट साथी पछाडिबाट चाहिँ घाँटी नि हुनु हुँदैन होइन मैले भन्नु खोजेको चाहिँ अब धेरै नै बोल्यो होला तर एकचोटि यो हामीले बोलेको कुरा एकचोटि मेमोरीमा राखेर एकचोटि रिफाइन गर्नुहोस् रियल बेस भन्दा केही कुरा नि बोलेको छैन होइन ओके टाटा बाई बाई गुड नाइट भाड में जाओ सब